आज चाहिँ म घुम्न भनेर घरबाट बाहिर निस्केको के। घुम्नलाई चाहिँ कान्छी छोरी र म घरबाट बाहिर निस्केको, उसको छुट्टी छ नि त। अनि हामी घुम्नलाई चाहिँ रत्न पार्क निस्केको के। काठमाडौँमा यति धेरै वर्ष बसेर पनि पहिलोचोटि रत्न पार्क घुम्न जाने म होला क्या। म जस्तै अरू साथीहरू हुनुहुन्छ कि नै अहिलेसम्म काठमाडौँ बसेर पनि रत्न पार्क घुम्न नजाने। म चाहिँ पहिलोचोटि हो कि गएको। अगाडिबाट झ्याप्प जाँदा त कस्तो राम्रो है, पछाडि त त्यस्तै रहेछ। अनि फुलहरू पनि ओइलाएको, बरु अलि हावा चलिरहेको थियो। शीतल चाहिँ हुने हो घाम गर्मी भएको बेलामा चाहिँ। अनि त्यहाँ मध्ये अनि फुलहरू मध्ये मन परेको चाहिँ मलाई बगमभ्याली के। कस्तो लाइटिङ देखेको मैले देखाइरहेको छु नि, त्यो बगमभ्याली हो कि साथीहरू। कसैलाई नाम याद छ कि नै, मलाई चाहिँ याद छ। अनि त्यसपछि उतातिर खाने ठाउँहरू त्यस्तो राम्रो देखेन, जता हेऱ्यो चटपटे पानीपुरी मात्रै। त्यसपछि हामीले उता केही खाएन। अनि मेरो नानीलाई चाहिँ मिठाई खान मन लाग्यो अरे के। अनि त्यसैले ऊ चाहिँ फेरि आएर त्यो रसमलाई खान थालिन्। मलाई पनि उसले खाएपछि त के गुलियो कुरा खाउँ खाउँ जस्तो लाग्यो। अनि मैले पनि अनि रसबरी मगाएर खाएँ। यो रसबरीहरू गुलियो चिज चाहिँ म 3-4 महिनामा एकपटक मात्रै खान्छु नि।